आज चाहिँ म साँझको तरकारी बनाएर गइरहेको छु। हाम्रो बारीमा चाहिँ माटे साग चाहिँ उम्रेको हो क्या, अनि त्यसैको तरकारी बनाउने भनेर चाहिँ म टिप्न गइरहेको छु। हाम्रो आफ्नै बारीमा उम्रेको अर्ग्यानिक त्यसैले अरूलाई चाहिँ मनपर्छ पर्दैन, मलाई चाहिँ यो र आलु चाहिँ धेरै मनपर्छ। म चाहिँ धेरै नगाउँ जस्तो हुन्छ कि कहिले, अनि त्यसैले म चाहिँ माटे साग टिप्न गएको छु। कस्तो राम्रो उम्रेको छ क्या, तर पानी पऱ्यो होइन। यता बर्दियातिर त धेरै गरिन्छ नि त, तर पनि कस्तो राम्रो भएको क्या यो लट्टे साग चाहिँ। अनि त्यसैले म चाहिँ टिप्न गइरहेको छु। देसी खाना मन लाग्छ अनि टिप्न गएँ। टिपेर बाल्टीमा हालिदिएको छु म चाहिँ। अनि कस्तो राम्रो हेर्नु न, कस्तो राम्रो खाने जस्तो त्यो मलाई चाहिँ धेरै मनपर्छ कि यो आलु चाहिँ मेरो चाहिँ फेभरेट हो। हजुरहरूलाई चाहिँ मनपर्छ पर्दैन थाहा छैन, तर आफ्नै बारीमा फलेको भएर होला, अर्ग्यानिक भएर होला कस्तो मिठो हुन्छ। यही साग पनि काठमाडौँमा 50 रुपियाँ मुठा पर्छ, यहाँ गाउँमा चाहिँ हेर्नु न कस्तो राम्रो उम्रिन्छ खेतमा। त्यसैले अर्ग्यानिक भनेको अर्ग्यानिक हो, गाउँघर भनेको गाउँघर हो। त्यसैले म चाहिँ अनि मैले चाहिँ यति बनाएँ, यति भएको छ। अनि त्यसपछि लगेर मजाले होइन जाँदैछु म अनि धारामा राखेँ। हाम्रो चाहिँ यस्तो हुन्छ है धारा, कतिलाई थाहा छैन यस्तो। अनि मैले चाहिँ आलु काटेर पहिला नै रेडी गरेको थिएँ, तर राम्रोसँग गरेर बोक्रा चाहिँ फालेको छैन। त्यसैले यसो तरकारी पनि काटेर भ्याएँ। साग चाहिँ म काटेर बनाउँछु, कोहीले चाहिँ त्यत्तिकै बनाउनुहुन्छ, तर मलाई चाहिँ काटेर मनपर्छ। आजको तरकारी रेडी भयो फाइनल्ली, कसलाई मनपर्छ।